राजाको 3 प्रश्न। नयाँ कहानी। एक समयको कुरा हो, एउटा ठुलो राज्यमा एक बुद्धिमान र विचारशील राजा बस्ने गर्दथे। एक दिन उनले 3 महत्त्वपूर्ण प्रश्नहरूको जवाफ खोज्ने निर्णय गरे, जसले लामो समयदेखि उनको मनलाई चिन्तित बनाएको थियो। काम सुरु गर्नको लागि सबैभन्दा सही समय के हो? मलाई सबैभन्दा विश्वास गर्नुपर्ने व्यक्ति को हो? मेरो प्रजाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के गर्न सक्छु? जवाफ खोज्नका लागि उनले आफ्ना सबैभन्दा विश्वासपात्र सल्लाहकारहरूलाई बोलाएर यी प्रश्नहरू सोधे। प्रत्येक सल्लाहकारले विभिन्न जवाफ दिए, तर कुनै पनि जवाफ पूरापूर्वक उपयुक्त लागेन। असन्तुष्ट भएर राजा एकान्तमा बस्ने एक ज्ञानी तपस्वीको दर्शन गर्न गए। लामो यात्रापछि राजा तपस्वीको सानो कुटीमा पुगे र उही 3 प्रश्न सोधे। तपस्वीले ध्यान दिएर सुनेर मुस्कुराए। उनले राजालाई एउटा सानो ढुङ्गा दिएर भने, यो ढुङ्गा लिएर वनमा जानुहोस्। त्यहाँ एउटा फल्ने रुख भेट्नुहोस् र त्यही रुखको मुनि यो ढुङ्गा राख्नुहोस्। जवाफको लागि कुराउनुहोस्। राजा अलमलाइ भए तापनि उनी इच्छाशक्ति र जिज्ञासाका साथ तपस्वीको कुरा मानेर वनमा गयो। उनले एउटा फल्दो रुख भेटे र ढुङ्गा त्यसको मुनि राखे। उनले कुर्न थाले। अचानक एउटा तातो हावा आयो र रुखको एउटा डाली टुटेर ढुङ्गामाथि पर्यो। राजा माथि हेरेर देखे कि डालीमा एउटा चरा र उसको अण्डाहरूको गुड थियो। चरा आफ्नो अण्डाहरूको रक्षा गर्न सङ्घर्ष गर्दै थियो, तर बल्झी हावाले तिनलाई उडाएर लैजान सक्थ्यो। राजा सोच्न नपाई तुरुन्त गुडतर्फ दौडे, चरा अण्डाहरूलाई ध्यानपूर्वक समातेर आफ्नो ओडनामा लुकाए। हावा शान्त भयो र चरा गुड सुरक्षित रह्यो। त्यस क्षणमा राजा आफ्ना प्रश्नहरूको उत्तर थाहा पाए। सक्दो राम्रो समय त्यो हो, जब तपाईले अरूलाई आवश्यकता देख्नुहुन्छ। सर्वोत्तम विश्वास गर्ने व्यक्ति त्यो हो, जो तपाईको अगाडि खडा छ र मद्दतको आवश्यकता छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दया र करुणाका साथ कार्य गर्नु हो र तिनीहरूको रक्षा गर्नु हो, जो आफैलाई रक्षा गर्न सक्दैनन्। नयाँ ज्ञान साथ राजा आफ्नो राज्य फर्के र प्रेम, करुणा र जिम्मेवारीका साथ शासन गर्न थाले।